So today, as हामी camping जाँदैछौँ. So everything is packed. As you can see, I'm just waiting for my friend. अब साथीहरु आउँछ. Everything is packed. We're going camping for 2 nights and 3 days. साथीहरु बल्ल आको अवस्था. Guys, late भएन? अलि लेट भयो यार. वेलकम यार. हाम्रो लजालु म्यान रे. अर्को लजालु म्यानको लजालु पार्टनर. हेलो हेलो. लेट्स गो. भन न यार के खानु लाग्यो तिमीहरुले? म त ग्रिल हालोमी खानु पर्यो. तिमी पाइ खाने हो? तिमी उयो नहान्ने चिकन न्यू सलाद रोल. स्क्यालप पाइ. स्क्यालप पाइ नै खान्छौ तिमी पनि? अनि म त खाइदिनु भने चिकन आएको. पुरै लभली फुडहरु लभली झरसँग है. ल गाइज खाना मिठो थियो. अब चाहिँ हामी ब्याक टु राइड. सबैलाई त्यहाँ भेटौँला. We are here at Camel Town. यता चाहिँ हाम्रो साथीले रक्सी किन्न गएको छ उता हो. अनि हामी एकछिन रेस्ट गरेर हावासावा खाएर another 1 hour and 30 minutes drive. अनि हामी पुग्छ हाम्रो डेस्टिनेसन. स्लिपिङ ब्युटी एन्ड ल सो लेट्स गो है फेरि. ल गाइज हाम्रो अहिले स्टप चाहिँ स्कामेन्डरमा छ. अब साथीहरूलाई यहाँको बिच चाहिँ देखाइदिनु ल. BITC चाहिँ होइन है. खै क्वाक. ल सो हामी स्कामेन्डरमा चाहिँ आइपुग्यो. अब यताबाट 15 मिनट्स लाग्छ हाम्रो क्याम्प साइट. सो बिफोर द्याट हामी चाहिँ यसो स्ट्रोल गरेर यता अब यसो फोटोसोटो भिडियो सिडियो लिएर जाने हो. Let's go back to car park. Drone sampling right. No, we are at, है ना? हामी चाहिँ आइपुग्यो हाम्रो
डेस्टिनेसन फाइनल त होइन नि होइन सो अब हामी चाहिँ क्याम्पहरू सेटअप गरेर यसो अहिले फेरि स्ट्रोल गर्न जान्छौँ फिसिङ सिसिङ सबै चिज गर्नुपर्छ लजालु म्यान सो गाइज यो चाहिँ मेरो क्याम्प टेन्ट यो चाहिँ यस्तो लग्जरियस चाहिँ उनीहरूको टेन्ट अनि हाम्रो यहाँ अब टेन्ट गाडेपछि चाहिँ अब हामी चटपटे खान्छ चटपटे अनि 25 रुपियाँ हालिदिनु त 30 रुपियाँ यसको इन्फ्लेसन यार ल चियर्स है चिसै रहेछ यार ल वेलकम टु आवर ताजमेनिया गाइज क्विक भएन छिटो 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 ल थ्याङ्क यू है चियर्स ओहो क्या मिठो है चटपट खान मन लाग्यो हाम्रो साथी चाहिँ हेल्पर हाम्रो हेड सेफ सुसेफ अनि म चाहिँ कस्टमर 30 रुपियाँ रे कस्तो महँगो लाग्यो तिनवटा किन्यो भने प्लेटको 20 रे ल अहिलेसम्मको नम्बर 1 चटपटे नम्बर 1 मान्छेले बनाएको नम्बर 2 ले चाहिँ सर्भ गरेको नम्बर 3 यहाँ खाँदैछ वाल मिठो Look at this guys चटपटे वाज गुड भेरी चुम्मेसरी पर्फर्मेन्स अब हामी प्याडल बोर्ड गर्न जाँदैछौँ होइन प्याडल गर्ने कुरा क्या प्याडल बोर्डिङ चाहिँ अहिलेको लागि क्यान्सल त्यहाँ त्यो एरियामा ब्यान्ड गरेर रहेछ सर्टेड टाइमको लागि अनि अहिले चाहिँ हामी यसो बिचतिर यहाँको यो बिचतिर आएको सो हामी चाहिँ छिर्दिएको बाल भएन भनेर साथी जमेर अनि अब साथीले प्याडल बोर्डिङ गर्छ तर विदाउट प्याडल है भोलि किन्नुपर्छ प्याडल चप्पलले ढकाल्छ अब Spider-Man. So guys, we are back at the camp. So now we gotta do some barbecuing, campfire, and lots of drinks.
तिमी किन टाढा बसेको आगोदेखि यार पड्केर बुश फायर यस्तरी हुँदो रहेछ कि पाल्यो भएन आगो यता बार्बिक्यू यता ए ड्रिङ्क रेस्पोन्सिभली गाइस चियर्स चियर्स ह्याप्पी बर्थडे सुँगुर र सुँगुर I love pork. Pork. कहाँ डोल्दो देखेँ यार potato, pork, chicken, best sauce and best night ever eh? ASMR दमसेरा च्याम्पियन रे लास्ट वर्ड यस्तो भने के हो यार साथी यार बुझ्नु भने तिमीले यार सुर्खेत थाली तेरे भात गयो यार बोलो ल गाइस रमाइलो भयो है सुत्न जानु लाग्यो अब ल ह्याभ अ गुड नाइट ल पर्दैन होला सर गुड मर्निङ गाइस आई स्लिप रियली गुड मजा तातो न्यानो थियो आज अब उठेर कफी सफी खानु पर्यो ब्रस ल्याएछ ब्रस Good morning time okay. Good morning. यसमा मसला दुइटै छ के नाचो छान मलाई बिहान बिहानै हान्दिन ए साथीलाई यार दिनु पर्यो साथीलाई हाउस डेलिभरी यार डेलिभरी चार्ज यार धन्यवाद कुन ल चियर्स यार We have another के भन्छ dish in the menu सागसुका if you guys don't know सागसुकाको फर्स्टमा चाहिँ प्यान तताउने त्यसपछि तेल हाल्ने अब हाम्रो जिरा जान्छ फर जिरा जान्छ जिरा एकछिन भुटेपछि हाम्रो अनियन जान्छ अनियन गइसक्यो क्याप्सिकम हाम्रो साथीले हालेछ अब त्यही भएर मिठो हुन्छ अनि यो गरेपछि नुन हालिदिने साइन्टिफिक रुल अफ नुनले चाहिँ प्याजहरू गलाउँछ गाइस हाल्यो अब गाइस यसपछि हल्का फ्राई भएपछि चाहिँ हाम्रो के भन्छ टमाटोको पेस्ट जान्छ
टमाटर चाहिँ अलिकति धेरै हाल्नुपर्छ कि है टमाटर पेस्ट हालेपछि फेरि चलाउनु अहिले नै हालिदिन्छु गाइस मसलाहरू बेसार खुर्सानी अनि तिनीहरू स्पेसल मसला के भन्छ यसको चाहिँ मसलामा के छ चाहिन्छ भने कमेन्ट गर्नु इन्ग्रिडियन्ट त्यसपछि हल्का पानी हाल्ने हल्का धेरै रहेछ तर ठिकै छ हाम्रो सागसुगाको मेन इन्ग्रिडियन्ट चाहिँ हाम्रो अन्डा है एउटा दुईटा अब सागसुगा इज रेडी अब यो टोटिला ऱ्याप रेडी गर्न लाग्यो आलु तरकारी खान्छ नि त्यसरी खाने गाइस ल गाइस हाम्रो चाहिँ सागसुगा एन्ड ब्रेड काइन्ड अफ सुशान्त र रोज हाउ वाज द फुड भेरी नाइस मिठो 10 out of 10 रे 12 भन्थेँ satisfied enough yes मिठो छ So guys, everything is packed up for now and then we're going for a new destination that I will keep a secret because I don't want to tell you guys right now. You will see when we get there, okay? Restroom or use गर्यो 2 घण्टा कुरे साथै हामी आयो सोच्न भइदियो सस भएन ल चाहिँ अब यसो सेन्ट हेलेन्सको टाउन एरिया रोमिङ गरौँ अनि यताउता मन परेको सामानहरू मन पर्यो भने केही सामानहरू लिनु पर्ला गुड स्पोर्ट्स ल यो चाहिँ हाम्रो पछाडि चाहिँ खतरावाला तोप रहेछ अनि हल्का ट्रपिकल टाइपको सही राम्रो ताजबेनेन रोल अफ अनर वर्ल्ड वार 1939-45 कति 6 वर्ष भएछ है मेरो नाम चाहिँ छैन स्यान्डी यतिजना मरे है एकछिनमै 6 वर्षमा त राम्रो धेरै राम्रो यो रडले पिट्दिने हो सबजनालाई उयो बुढाले हेरेर चाहिँ फर्स्टमा यसलाई ट्राई गर्नुपर्छ क्या हामीले बनाएको त साथै छैन साथै बनाउनु पर्यो त्यसले भाइ साथीले औषधि खानु लाग्छ नर्सिङ मान्छेले साथी खाने बित्तिकै चोइट हजुर रेकर्ड भयो त्यसै क्लिक गरेर So we are at our destination, hey guys. Hopefully it is as good as we think it is. So as I said before, this is gonna be a surprise for you all. Y'all.
Little bit cold, but so bawal. Okay, कहाँबाट access गर्न मिल्छ जस्तो लाग्यो. This is the little blue lake of Tasmania. जोको थियो देख्यो नि मैले जोक हानेको. So guys, we are here at Little Blue Lake. राम्रो छ, धेरै राम्रो छ, धेरै राम्रो छ. Hey, can you take a photo? Thank you. So guys, this is one of the best spot to see in Tasmania. Rate this one out of 15. 15. Oh, राम्रो लाग्यो तिमीलाई नि? 150 रे into 10 into 10. यो चाहिँ हाम्रो होबार्टबाट 3 hours and 40 minutes away from Hobart. उतै हेर मान्छे छ क्या, उतै हेर त मान्छे छ, तर नगरौँ है, रिस्क हुँदो रहेछ. Yeah, first we were planning to do paddle board, but unfortunately we are not allowed to touch the water because of high aluminum concentration. त्यही भने जसलाई अनि छुनु पाउँदैन रे, पानीसँग खेल्नु पाउँदैन रे, त्यही भएर चाहिँ यो वाटर ब्लू भएको रे के. ल, so let's go back to the car park. ल. So guys, after हामी उता Little Blue Lake पछि चाहिँ we are here at Minalong Bay. So this is where we're gonna maybe swimming as well, and then we're gonna go back to our campsite. We're gonna explore a little bit here and then we're gonna go back to campsite. तिमीहरु फर्किदिन्छ खै आऊ. Welcome to East Coast Tasmania. कस्तो लाग्यो? How is the beach? So pretty. हल्का च्यालेन्जिङ भइरहेछ साथीलाई. We had our fun at the beach, so we're going to another place. अब अनि त्यहाँ गएर चाहिँ अलिकति काम वाटरहरू छ जस्तो लाग्छ नि, त्यहाँ चाहिँ स्विमिङ गर्ने अब. So guys, plan हाम्रो धेरै चेन्ज भइरहेछ. हामी स्विमिङ चाहिँ गरेन किनभने it's too windy and it was too cold. अब हामी घर आइपुग्यो. We're gonna cook some brunch today, and that will be the best ramen, I think. It's gonna cook. Susanले cook गर्छ दे. लभ भन. यो र यो मात्र लिफ्ट गर्ने यति. अनि यो मसलाको प्याकेट निकाल्ने अनि वाटर बोइल हुन वेट गर्ने. बाकी पछि भन्छु. क्याम्पिङको टिप्स एन्ड ट्रिक्स. एभ्रिथिङ कट गरेर एभ्रिथिङ प्रि प्याक गरेर ल्यायो भने चाहिँ एभ्रिथिङ सजिलो हुन्छ.
धनिया धनिया पाल्नु पर्दैन साँच्चै नै हाम्रो चाहिँ अब थुक्पा चाहिँ आज रातिको स्पेसल डिस बाई हेड सेफ को भन्नु गाइस स्यान्डी रे वाला अब तारिफ सुन्न पाउँदा धेरै खुसी लाग्दो रहेछ सुनिराखौँ जस्तो लाग्दो रहेछ तर आजको हाम्रो सुसेफ चाहिँ हाम्रो के भन्छ सुसान है All the way from ब्रिस्बेन अर्डर गरेको हामीले आजको दिनको लागि कुक पनि थियो न कुक कुक मलाई चाहिँ सिकेर के So we're having good time here. Last time क्याम्पिङ प्रिन्सेस अनि यार गेस्टलाई तिमीले के गर्नै दिँदैन त यार साथीमा गरिदिन्छु म गरिदिन्छु ल अब चाहिँ हाम्रो साथीले इन्ट्री हान्दैछ वाटर इन्टु द कप अनि आवर किम्ची इज अल्सो रेडी अनि धनिया इज एभर रेडी अफ गरिदिन्छु ल अनि अन्डा फ्राई हान्ने होइन हाल्नु सरी सक्छ त्यो लाइनसम्म मात्र हान्ने हो हालिदियो धेरै हालिदियो अझै हालिदियो मलाई भयो साथी थ्याङ्क यू क्लोज गरेर छोडिदिने अनि भोलि खाने हामी जोक्स बल्ल बुझिरहेछ मेन भयो त धेरै खरेर होला क्या कालो होइन क्या के हो कालो ए कुन सेल हो दसैँवाला सेल कि तिमी चाहिँ हाल्छौ साथी यार अन्डा ल धनिया हालिसक्यो मलाई दुईवटा अन्डा हाल्छु त सेफ सर स्टाइल है स्टाइल मैले $3 एक्स्ट्रा तिरेको छु सर अझै हाल्छु त्यसको झोल पनि रस पनि हाल्दैन तिमी त किम्चीवाला खाँदैछ है दुईवटा मिक्स गरिदिनु पर्छ नि त सुप भएको छैन साथी म गरिदिन्छु सो दिस इज आवर इन्स्टेन्ट ramen for the lunch after lunch. So now that we have eaten our ramen, we have energy to do some activities now. त्यसपछि चाहिँ रमाइलो गर्नुपर्छ हाम्रो साथी प्याडल बोटको लागि अरे एकदम एक्साइटेड छ किरिकमा गर्ने किरिकमा गाइज हल्का विन्डी छ बट आई थिङ्क वी क्यान डु इट आई होप कनेक्टेड टु माई कार एन्ड देन Look guys, अब हामी चाहिँ कफी खान आएको हामी खेलिसक्यो कफी खाने कफी क्यान्सल भयो गाइज कफी नै नबेच्ने हामीलाई हाम्रो थोप्रा देखेर के भन्छ उनीहरूको थोप्रा देखेर चाहिँ हामीलाई कफी नदिने भन्यो म चाहिँ लास्टमा गएको थिएँ क्या नदिनु भन्यो भनेपछि त दिँदैन नि त कफी हन्टिङ हामी यहाँ अलि त्यस्तो
Relax. वाल नभनेको बढ्निदेऊ न उसलाई बढ्नी एउटा तिमी आधी खाऊ न म त खादिनँ साथी खाऊ न साथी यार मिठो छ आज वाल बेटा सो दिस इज के हो रे हो प्यासन फ्रुट passion fruit tart this is passion fruit tart passion fruit cheesecake and this is brownie with walnuts and this is me हल्का रिल्याक्स टायर्ड भयो अब साथी चाहिँ टायर्ड छैन जम प्याडलिङ जम स्विमिङ जम भनिरहेको छ इनर्जी कहाँबाट आएको उहाँ चाहिँ सुत्नु भइसक्यो अर्को सिग्नेचर कोर्स हेर रहेछ उयो भयो यार ल गाइज आजको नाइट हाम्रो त्यसको बहुत धेरै हल्ला जस्तो धेरै हल्ला जस्तो तर एनीवे भयो साथी ल चियर्स है वेलकम टु ताज बेनेला थ्याङ्क यू really nice ये खाल्दैन So आगो is burning साथीले त्यहाँ फुटेज लिइरहेको थियो अनि अब आगो ताप्ने त्यसपछि एकछिन आगो तापेपछि थुक्पा खाने अनि थुक्पा खाएपछि सुत्ने अनि भोलिको लागि इनर्जी सेभ गरेर भोलि चाहिँ we have a really long day okay so cheers So guys, in our menu today is pork thuppa because today I predicted it's gonna be very cold tonight, but compared to yesterday it is cold and all of them are feeling really cold. They had all that mountaineering gears. So what we're gonna do is now first we cook some pork and then we cut it afterwards. So after that what I have here is spring onion, carrot, onion already cut and packed from home. And then we have coriander which need to be cut. And then pork पाकेपछि हामी त्यो पनि पोर्कको तेलमा सटे गर्छौं with जीरा मेथी. This one look. So guys, I have a sweet corn as well. म चाहिँ यो सरी फायरको साइडमा गरेर पर भुटेर स्वीट कर्न चाहिँ हल्का बिफोर वी हैव थुक्पा स्वीट कर्न खाने यहाँ राखिदिन्छु अनि पर हुन्छ नि त्यसपछि खाने हैन तपाईलाई के भन्न चाहन्छ के छ तपाईको मनमा भन्नुपर्ने चीजहरु छैन ठोको के भन्छ रे त्यो के भन्छ रे all of us वक्त बदल गया so what we did is rather than cooking on the pan we changed it over to our Mr. Head Chef from Brisbane, Head Grillers. अनि यसमा राखेर टक्क लाएर proper गर्ने अनि in the meantime we're gonna put all the veggies and stuff here. ए यस्तो वरिपरि
गुम्म परेको ठाउँ जस्तो लाग्यो मलाई जिरा हाल्सक्यो लेट्स एड सम भेजिस since it's gonna be boiled we don't have to saute it for long okay so after sauteing it for a long time what we gonna ये म त कोसँग बोल्दा चाहिँ सो सते गरेपछि चाहिँ जिन्जर गार्लिक एड हुन and I put some chilies as well to make it little bit spicy yeah we saute चिली चाहिँ मैले टुक्रा गरेर किन हालेको भन्दाखेरि पछि ल्याप ल्याप भएपछि जसको भागमा पर्छ त्यसलाई स्पाइसी मन पर्दैन भने त्यसले निकाल्नु पायो मन पर्छ भने त चुरुम चुरुम चपाउनु पायो अनि यो जिन्जर गार्लिक पेस्ट हालेपछि चाहिँ नमक स्वाद अनुसार अनि टर्मेरिक स्वाद अनुसार अनि सरी कलर अनुसार त्यसपछि हल्का कश्मिरी मिर्च अनि हल्का यो मसला ल द्याट्स इट फर नाउ मेरा लाइट देखाएको त यसरी सो इम्पोर्टेन्ट चिज हाम्रो थुक्पाको चाहिँ चिली एन्ड टिमुरको धुलो यो चाहिँ हामीले मेन इन्ग्रिडियन्ट टाइपको हो तर यो चाहिँ पछि लास्टमा थप्नु हुन्छ मैले चाहिँ हल्का फ्लेभर दिनलाई अहिले नै हालिदिन्छु ल पानी हालिदिने अझै पानी चाहिँ फेरि मिनरल वाटर नै हान्नुपर्छ है अन्त स्वाद आउँदैन भनेर सुशान्त ब्रोले भनेको मैले त होइन ल अनि यसपछि चाहिँ स्वाद अनुसार फेरि नुन थप्नुपर्छ बिकज हजुर नलिने साथी खाऊ हाम्रो कर्न चाहिँ भइसक्यो अँध्यारो भयो खतरा भयो ग्रिल्ड कर्न स्विट कर्न मिठो हुन्छ मलाई चाहिँ त्यस्तो मिठो लाग्दैन किनभने दाँतमा अड्किन्छ क्या हो उसलाई चाहिँ मासु हाम्रो मांसाहारी यदि के भन्छ हाम्रो चिकनहरू पोर्कहरू एक्सटेन्ड भयो भने चाहिँ उसमा चाहिँ हाम्रो सुशान्तको हात हुन्छ है पोर्क So guys, we have added the thukpa noodles because why not? अब चाहिँ किनभने पानी तात्न लागिसक्यो I already have cooked this one at home so it should not take more time to be well cooked. That is why pour गर्दै ल बिस्तारै pour गर ल ready so we are adding some यतापट्टि घुमाएर हाल्दैन some corn starch to make soup thick हैन ठीक भयो नि त हजुर त्यसपछि म पुइ हाल्छु के भन्छ अझै पानी हाल्छु त्यसपछि टङ्गेर हाल्नु छ लिउ In our thukpa we are adding some bok choy as well. हाल्दै मजाले छोप्ने कुरा चाहिँ नभएर है यो ठुलोको म घरमै पनि छैन क्या छोप्ने कुरा किन तर म यसो चलाइदिएपछि होपफुली थुक्पा चाहिँ नटुक्रोस् भनेको टुक्रिसक्यो हल्का उम्रेस ठिक हुन्छ अब बाहिर बन्ने थुक्पा यही नै हो हैन Do you mind? No mind. मिठो हुन्छ पोर्क मायालु म पनि त आउला So let's get out of here. ल
हेड सेफ है, हेड सेफ। अच्छा चल हाल नि पर थप्दै खाऊँ न हो र। अनि त्यो अर्को भाँडोमा चाहिँ तताउनु पर्ला है। किन यो मासु ठिकै हुन्छ होला साथी। यसको माथि न तताउमै, किनभने तल उयो भयो क्या साथी, के भयो तल टाँस्यो क्या। केही हुन यार। अझै हालिदिउँ न एकचोटि। यो चाहिँ म लिन्छु ल ल ल ल ल त्यो बल छ है त्यो यहाँ हाल एउटा भिडियो दिन्छु। मेरो आँखै छोप्न थालेको उसको छोप्यो आँखाले। मलाई हात दुख्यो हो, हातले हालिदिउँ। हुन्छ चियर्स ल। मेरो भयो। खुल्लै छोडेर आयो नि त ओके गाडी छोड्यो। So guys, we have had our dinner. It was so good, हैन? दाजुहरु कस्तो थियो बनाउँछ? दामी थियो। उता पनि देखे त लाइट दामी थियो, बबाल थियो। उसको चाहिँ मनमा नै बोल्ने बानी छ, अनि धेरै के भन्छ अलि ठुलो साउन्ड आउँदैन, तर उसले पनि 10 आउट अफ के भन्छ 15 आउट अफ 10 भनेको थियो। सो अब चाहिँ हामी आगो निप्नलाई वेट गरिरहेको, बिकज वी कान्ट लिभ द्याट आगो अनअटेन्डेड, एन्ड देन वी गना गो फर स्लिप। द्याट्स इट फर द नाइट। आइल सी यु इन द मर्निङ। सी यु इन द नेक्स्ट ब्लग। होइन, स्टिल टुमोरो वी हेभ अल डे के। नि सी यु इन द मर्निङ है। Hello guys, good morning. It's 5:30 a.m. in the morning. So अब चाहिँ उठेर कफी बनाउनु पर्यो। अनुहार है फर्स्ट दिन राम्रो अनुहार, सेकेन्ड दिन ठिकै नराम्रो अनुहार, अहिले धेरै नराम्रो भयो क्या है। छैन अरे बिचरा हाम्रो के भन्छ साथीको जीवन साथीलाई गाह्रो भएछ। साथी गुड मर्निङ यार। तिमीहरू त कति 4 बजे उठेर सनराइज हेरेर आएको होइन? यस्तो वेकअप अर्ली यार। हाम्रो क्याम्पिङमा रिल्याक्स गर्दा पनि साथीहरू यस्तो होइन प्रोडक्टिभ छ क्या, माथि हेरेर आएछ। सबै थाहा छ, घाम लागिसक्यो। अब चाहिँ we are starting to pack everything up and make ourselves ready for going somewhere from here. I'll tell you later. So guys, we have packed everything up and then we haven't left any trace behind, so it's like no one has camped here. That's what we have to do. साथी पनि रेडी भइसक्यो। सो हामी अब कता जाने हो? अब हामी जानु पर्ला नि। सिक्रेट छ भन न। सिक्रेट छ, you will know when we get there. त्यही त। सो हामीले बिहान चाहिँ ब्रेकफास्ट केही खाएन, किनभने खानै पाएन। प्याक गरेर बरु उतै यताको सेन्ट हेलेन्सको सिटीतिर, टाउनतिर खाने भनेर हामीले बिहान केही खाएन। जस्ट कफी खाएर चाहिँ हल्का इनर्जी आएर वी जस्ट ह्याड कफी। अब उता गएर चाहिँ अरू केही खामलाई त।
गाडीको छोरी जस्तो लाग्यो I did. के खान्छ तिमीहरू त्यही हो र सो गाइज स्यान्डी चाहिँ अहिले क्विक स्टपमा गएको छ अनि हाम्रो ब्रेकफास्ट आज नभन्दै स्यान्डी इज ब्याक स्यान्डी इज ब्याक वेलकम फ्राइडे गर्दैछ है थ्याङ्क यू लेक सो ब्रेकफास्ट खान चाहिँ हामी सेन्ट हेलेन्सको टाउनतिर आएको एन्ड सो वाट आई हेभ इज salmon with fried egg नाम थाहा भएन salmon benedict and that one is bacon avocado chicken cheese toasted and this one is volcanic lava sweet guysहरुसँग sweet breakfast खाने हाम्रो त सबै लुगै एउटै छ हेलो वेदर चाहिँ अलि साइकै छ क्या एक दिनमै 7-8वटा के भन्छ ल सस यो त हाम्रो साथीले पुल्ड पोर्क द ब्रेकफास्ट वाज गुड मिठो थियो राम्रो थियो अब हामी फेरि ब्याक टु आवर कार अनि त्यहाँबाट चाहिँ हामी गोइङ टु मेबी बिचिनोतिर इस्ट कोस्टतिर लगेर घुमाउने केमिस्ट होइन ऊ त्यो थियो त ब्लुम्स केमिस्ट ब्लुम्स थियो हो त्यहाँ जाउँ न अनि त्यसपछि चाहिँ हामी जाने उता ल सो गाइज हाम्रो चाहिँ प्लान चेन्ज भयो बिकज वान अफ आवर मेम्बर इज भेरी सिक त्यही भएर हामी घर जाने भयो सो दिस विल बी इट फर दिस व्लग सो आई विल क्याच यु नेक्स्ट टाइम ओके